नमस्कार, म गुलाब थापा हजुरको माझमा फेरि आज छोटो मिठो भिडियो ल्याएर म उपस्थिति भएको छु र विशेष गरेर भन्नुपर्दा चाहिँ आज म टमाटर लगाउन गइरहेको छु आफ्नो खेतबारीमा र मेरो महेन्द्रराज आरसी चाहिँ मेरो भान्जा उहाँले चाहिँ नाली हान्दै हुनुहुन्छ र म हजुरको माझमा चाहिँ एउटा छोटो मिठो भिडियो ल्याउन चाहिँ म भिडियोमा उपस्थिति भइसकेको छु। तपाईको माझमा चाहिँ मैले एउटा टमाटर कसरी लगाइन्छ र आजको किसान कसरी गरिन्छ र तपाईको टमाटर खेती कसरी गरिन्छ भन्ने तपाईहरुको माझमा चाहिँ यो भिडियो ल्याउने प्रयास गरेको छु र हजुरले कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँ हाम्रो च्यानललाई चाहिँ लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। र बाँकी फाइनली अहिले चाहिँ हामी भर्खर नाली हान्ने सुरु गरेका छौँ। हामी अहिले चाहिँ नाली हान्दैछौँ र पछाडिको तपाईको चाहिँ लगाउँदै गरेको र तपाईको चाहिँ यहाँमा भएको दृश्यहरू तपाईको माझमा सबै ल्याउने प्रयास गर्नेछु। नाली चाहिँ कसरी हान्नुपर्छ भनेर चाहिँ हजुरको माझमा चाहिँ मैले देखाइरहेको छु। मेरो सालो चाहिँ हरिकुमारले चाहिँ लाइन कसरी हानिराख्नु भएको छ तपाईको माझमा चाहिँ मैले यो भिडियो पस्केको छु, देख्न सक्नुहुन्छ। नाली चाहिँ यसरी हान्नुपर्छ र विशेष गरेर भन्नुपर्दा चाहिँ हामी सिरमौर जिल्ला हिमाचल प्रदेश तपाईको बागथानमा चाहिँ हामीले खेतीबारी गर्ने गरेका छौँ र मलाई चाहिँ किन भन्दा यो ठाउँमा चाहिँ बसेर तपाईँ खेतीबारी गर्दा चाहिँ मलाई धेरै रमाइलो लागिरहेछ र विशेष चाहिँ यहाँको समुदायहरूलाई भन्नुपर्दाखेरि धन्यवाद ज्ञापन गर्न चाहन्छु। किन भन्दा चाहिँ यहाँ कामकाज गर्दाखेरि तपाईँको चाहिँ संयुक्त घोलमेल अथवा तपाईँको चाहिँ हातेमालो कार्यक्रम जस्तै तपाईको चाहिँ संयुक्त कार्यक्रम र अथवा चाहिँ संयुक्त कामकाज गर्ने गरिन्छ यो ठाउँमा तपाईको चाहिँ किनभने दाजुभाइ मिलेर हामी चाहिँ हेल्ला बारा जस्तै तपाईँको सहयोग समर्थन गरेर हामीले चाहिँ यो ठाउँमा काम गर्ने गरेका छौँ। र मेरो सालोले किन भन्दाखेरि चाहिँ नाली हानिराख्नु भएको छ, किनभने चाहिँ भिनाजुले चाहिँ मद्दत गर्दै हुनुहुन्छ। उहाँले हामीलाई चाहिँ यस्तो खेतीबारी गर्न चाहिँ धेरै रमाइलो लाग्छ, किनभने सबै समुदाय जुटेपछि चाहिँ के हुँदैन। एउटाले थुकेको चाहिँ थुक सुक्छ भने हजारौँ जनताले चाहिँ थुकेको थुकहरू चाहिँ नदी पनि बन्छ। तपाईँको चाहिँ उखान पनि सुन्नुभयो होला तपाईँहरूले। हामीले चाहिँ यो ठाउँमा चाहिँ हामीले हजारौँ जनताहरूले थुकेर चाहिँ नदी बगाएका छौँ र हामीले चाहिँ सिरमौर जिल्ला हिमाचल प्रदेश बागथानमा चाहिँ हामीले खेतीबारी चाहिँ यस्तो तरिकाले गरेका छौँ। नमस्कार, मेरो नाम चाहिँ हरिकुमार बुढा मगर। एकदमै राम्रो, यहाँ बहुत राम्रो छ। त्यो त राम्रै होस् त्यही सोच्न चाहन्छु हामी। म यहाँ ठाउँमा बसेको त धेरै भयो, यहीँ जन्मेको हो, यहीँ पढेको हो, बहुत धेरै वर्ष भयो। अनि तपाईँलाई चाहिँ म एउटा प्रश्न गर्न गएँ, अनि तपाईँ चाहिँ जस्तो यहीँ जन्मेको यहीँ म पढेको भन्नुभयो र एउटा कुरा तपाईँले चाहिँ यही ठाउँमा हुर्किनु भयो, के भन्छ यही ठाउँमा जन्मिनु भयो, यही ठाउँमा हुर्किनु भयो र तपाईँको चाहिँ हिमाचल प्रदेशमा चाहिँ तपाईँ बस्दाखेरि हिमाचल प्रदेशको चाहिँ भूगोल तपाईँलाई कस्तो लाग्यो सालाजु? एकदमै राम्रो छ, पहाडी जीवन एकदम, हावा पानी सबै राम्रो, सबै ठन्डा, सब देशभन्दा त राम्रै छ, चिसो हावा पानी एकदम राम्रो छ। किन भनेपछि हाम्रो चाहिँ नेपालमा चाहिँ रोजगार नभएको कारणले गर्दाखेरि हामी मेरो सालो हरिकुमार अथवा चाहिँ म गुलाब अथवा चाहिँ मेरो महेन्द्रराज आरसी हामी चाहिँ कैयौँ नेपाली दाजुभाइ तपाईँको हामी परदेशीय र तपाईँको चाहिँ आफ्नो स्वदेश छोडेर चाहिँ हामी विदेशमा पनि आएर तपाईँको धन पैसा चाहिँ कमाउनुको लागि हामीले यति कष्ट गरेका छौँ। मेरो सालाजुले तपाईँहरूको माझमा चाहिँ भनिसक्नु भएको छ, दर्शकहरूको माझमा उहाँ यहीँ जन्मिनु भयो, यहीँ हुर्किनु भयो। तर यस्तो होइन, यहीँ जन्मिनु, यहीँ आफ्नो नेपाललाई भुल्नु भएको छैन। हर महिनामा चाहिँ नेपाल, हर सालमा चाहिँ नेपाल 2 चोटि जानुहुन्छ मेरो साल, अहिले यतिखेर पनि गएर आउनुभयो। अनि तपाईँलाई चाहिँ एउटा कुरा भन्नुपर्दा चाहिँ तपाईँको रोल्पा जेलबाङमा चाहिँ तपाईँ जानुभयो, आफ्नो नेपालको भूगोल कस्तो लाग्छ नि साला? नेपाल पनि धेरै राम्रो छ, यहीँ यस्तै छ, यस्तै पहाडहरू छन्, यस्तै रुखहरू छन्, हावापानी एकदमै राम्रो छ। नेपाल पनि एकदम राम्रो छ। हाम्रो जति शुभचिन्तक, जति आफन्तजनहरू हुनुहुन्छ उहाँहरूलाई न्यानो मायाको सहित मिठो सम्झनासहित म हजुरहरूलाई मेरो अभिवादन छ। किनभने चाहिँ हामी यो ठाउँमा अहिले आउँदाखेरि देख्न सक्नुहुन्छ जे के भन्छ अहिले हामी एक आपसमा अब एकदमै त एक्कैले त सकिँदैन काम गर्न, त्यो भएर हामी जति हुन्छ अझ केही हाम्रो शुभचिन्तकहरू आउँदै हुनुहुन्छ। त्यो भएर हामीलाई यो ठाउँमा आउँदाको विशेषता हामीलाई धेरै अलगै कुराहरूबाट हामीलाई यो ठाउँमा धेरै कुराहरूलाई हामीलाई महसुस फिल भइरहेछ। अब तपाईँको साह्रै कामदेखि लिएर तपाईँ ठुलो कामदेखि पनि हामीहरू सबैजना एकजुट भएर, जस्तो तपाईँले भन्नुभयो एउटाले थुकेर हुन्न 100 जनाले थुक्नुपर्छ नदी बन्छ भन्ने जस्तो कुराहरू, त्यो भएर हामी सबै आफ्नो इष्टमित्रहरू आफ्नो काममा छौँ है। तपाईँको सिस्टमले भन्नु पर्दाखेरि जो ठुलो चाहिँ बिरुवा भएको छ त्यसलाई चाहिँ लगाउने सिस्टम छ। र दोस्रो कुरामा चाहिँ के हो भने तपाईँहरूको माझमा चाहिँ मैले कति हाइट भएको चाहिँ पौधा लगाउनु पर्छ भनेर चाहिँ यो ग्रोथमा मैले पनि तपाईँहरूको माझमा चाहिँ देखाउँदैछु। किनभने यो झाडीहरूको बीजहरूमा पनि यसरी चाहिँ यो झाडहरू आएको हुन्छ। त्यो भएर चाहिँ तपाईँको चाहिँ यो पौधा कति साइजको निकाल्नुपर्छ भनेर देख्न सक्नुहुन्छ।
तपाईँको सामथिङ आधा फुटको पौधा चाहिँ अनिवार्य रूपमा हुनुपर्छ। तपाईँको यो लगाएपछि तपाईँको के हुन्छ भने आधा फुटको बिचमा जति पनि तपाईँको चाहिँ यो पौधाको जर्मेसन आएको छ त्यो पौधाहरू चाहिँ धेरै राम्रो हुने गरेको छ र तपाईँको चाहिँ जम्दाखेरि पनि यसले चाहिँ तन्दुरुस्त हिसाबमा चाहिँ यसले चाहिँ पौधा तपाईँको यो जरा चाहिँ देख्न सक्नुहुन्छ। यो जरा चाहिँ नर्मली हिसाबमा तपाईँको चाहिँ आसान र तपाईँको सजिलो तरिकाले चाहिँ यो जराहरू चाहिँ फैलिने गरेको छ। किन भन्दा यहाँदेखि धेरै ठुलो जराहरू भयो भने तपाईँहरूको माझमा खासै भन्नुपर्दा चाहिँ यो यसले हाँगा हाल्न सक्दैन र तपाईँको यो देख्न सक्नुहुन्छ। यो यति नरम मुनाहरू चाहिँ यसको जराहरू चाहिँ तपाईँको यतिकोमा लगाउने हो भने सजिलै तरिकाले तपाईँहरूको के भन्दाखेरि चाहिँ यसले जरा हाल्न सक्छ भन्ने चाहिँ हामीले मूल्याङ्कन गरेका छौँ। र यो बीज हो तपाईँको चाहिँ देख्न सक्नुहुन्छ। चाहिँ यतानिर चाहिँ मैले तोफाको बीज हो, तोफा राखेको थिएँ, तोफाको बीज हो। किन भन्दा चाहिँ पछाडि चाहिँ कुन बीज चाहिँ कुन भेराइटी हो भनेर पनि हामीले चाहिँ पौधा राख्दाखेरि चाहिँ हामीले यसरी राख्ने गरेका हुन्छौँ। र तपाईँहरूको माझमा चाहिँ किनभने पौधाहरूको नाम पनि हामीले चाहिँ उल्लेखित गरेका छौँ। चाहिँ यतिखेर चाहिँ हाम्रो टमाटर लगाउने कार्यक्रममा देख्न सक्नुहुन्छ। तपाईँहरूको माझमा चाहिँ मैले यो चाहिँ बिरुवाहरू निकाल्दैछु र विशेष गरेर चाहिँ माथि चाहिँ टमाटर आइसक्यो भने तल चाहिँ देख्न सक्नुहुन्छ। यस्तो यो झाडी हो, यो चाहिँ टमाटर। यसलाई चाहिँ अलग साइडमा फालेर चाहिँ टमाटरको बीज चाहिँ यस ठाउँमा राख्नुपर्छ। देख्न सक्नुहुन्छ चाहिँ यसरी चाहिँ तपाईँको बराबर एकै साइजमा टमाटर चाहिँ यसरी चाहिँ पौधा बन्नुपर्छ। देख्न सक्नुहुन्छ पौधा चाहिँ किन भनेपछि तपाईँको जता ढल्कायो भने पौधा चाहिँ एक नासको हुनुपर्छ है। फेरि यो जतागतै चाहिँ बराबर साइजको हुनुपर्छ। पौधा चाहिँ यसरी राख्नुपर्छ। तपाईँको चाहिँ हामीले टमाटर चाहिँ अघिल्लोको माझमा चाहिँ तपाईँहरूको माझ चाहिँ हामीले कसरी लगाउनु पर्छ भनेर चाहिँ हामीले तपाईँको माझमा हामीले भनेका थियौँ। टमाटरको बोटा यो देख्न सक्नुहुन्छ। तपाईँहरूको माझमा चाहिँ हामीले चाहिँ अघि नै नानी हान्दै गरेका थियौँ। किन भन्दा चाहिँ हरिकुमार, म, त्यस पछाडि चाहिँ महेन्द्रराज आरसी, हामी तीनजना चाहिँ हामी नानी हान्दै गरेका थियौँ। आज चाहिँ विशेष मेरो चाहिँ टमाटर लगाउने तपाईँहरूको माझमा मैले चाहिँ अघि नै भनिसकेको थिएँ। टमाटरको बोटा देख्न पनि सक्नुहुन्छ र यता चाहिँ महेन्द्रराज आरसीलाई पानी सिँचाइ गर्दै पनि देख्न सक्नुहुन्छ र चाहिँ यता किनभने टोलीहरूलाई चाहिँ लगाउँदै पनि देख्न सक्नुहुन्छ। तपाईँहरूको माझमा चाहिँ मैले चाहिँ छोटो मिठो भिडियो ल्याएर आएको छु र तपाईँको कस्तो हो भन्दाखेरि चाहिँ टमाटरको बोटा चाहिँ यतिखेर भइसकेपछि चाहिँ लगाउनुपर्छ। र विशेष भन्नुपर्दा चाहिँ तपाईँको चाहिँ अगाडिबाट पानी हालेर चाहिँ पछाडिबाट धान रोपे जस्तो पनि गर्न सकिन्छ। अर्थात् तपाईँको माझमा चाहिँ तपाईँको कति टाढामा लगाउनुपर्छ भन्नेको हिसाबले तपाईँको यति टाढाको बिचमा चाहिँ कमसेकम तपाईँको 4 देखि 5 इन्चीको बिचमा तपाईँको लगाएर तपाईँको चाहिँ पछाडिबाट पानी पनि सिँचाइ गर्न सकिन्छ। र योभन्दा सजिलो तरिका तपाईँलाई चाहिँ तपाईँको चाहिँ यो तरिकाले हातमा तपाईँको बीज लगेर तपाईँको अगाडिबाट चाहिँ यसरी नाली हानिसकेपछि तपाईँको सजिलो तरिका भनेको चाहिँ यसरी सिँचाइ गर्ने। तपाईँको फेरि यसरी चाहिँ एउटाले चाहिँ बिरुवाहरूलाई तपाईँको यो चाहिँ टमाटरको बोर्डलाई चाहिँ अगाडिबाट एकजनाले यसरी फाल्दै जाने र पछाडिबाट चाहिँ लगाउने दिदीबहिनीहरूले चाहिँ यसरी लगाउँदै जानुपर्छ र एकजनाले चाहिँ अगाडिबाट यस तरिकाले चाहिँ सिँचाइ गरेर तपाईँको पौधा लगाउनु भने झनै सरल तरिकाले चाहिँ पौधा राम्रो तरिकाले चाहिँ जरा टिकाउने काम गर्छ। र यसै गरी तपाईँहरूको चाहिँ टमाटर खेती लगाउँदै गरेको हामीले चाहिँ यहाँको दृश्य तपाईँको माझमा हामीले पुर्याइसक्यौँ र चाहिँ यो भिडियो कस्तो बनेको छ र हामीले चाहिँ टमाटर खेती गर्दा कस्तो बनेको छ हजुरहरूले चाहिँ सल्लाह सुझाव दिन नबिर्सनु होला। र यति गर्दै तपाईँहरूको माझमाथि चाहिँ म के भन्न चाहन्छु भने कसैले टमाटर लगाउने अथवा चाहिँ कसैले खेतीबारी अथवा चाहिँ कृषक गर्न चाहनुहुन्छ भने हाम्रो भिडियो तपाईँहरूलाई चाहिँ मन परेछ भने तपाईँको यस मार्फत पनि तपाईँहरूले चाहिँ जानकारी लिएर तपाईँले आफ्नो खेतीबारी पनि गर्न सक्नुहुन्छ भन्न चाहन्छु म। तपाईँको चाहिँ भिडियो अन्तिमतर्फ आइसकेका छौँ हामी। किन भन्दा चाहिँ हामीले अब टमाटर लगाइसक्न लागिसकेका छौँ र तपाईँहरूलाई चाहिँ हामीले टमाटर लगाउँदै गरेको तपाईँहरूको माझमा चाहिँ कस्तो लागेको छ यसको विषयमा चाहिँ सल्लाह सुझाव र जानकारी दिन नबिर्सनु होला भन्न चाहन्छु। र हामीले टमाटर लगाउँदै गरेको कस्तो छ हामीदेखि पनि अनुभवी कृषकहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि केही विशेष तरिकाले चाहिँ यो भिडियोमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। हामीले लगाउँदा चाहिँ सही छ कि गलत छ यो विषयमा तपाईँको माझमा चाहिँ हामीले सल्लाह सुझाव लिने गरेका छौँ र तपाईँहरूले सल्लाह सुझाव कमेन्ट मार्फत दिन सक्नुहुन्छ। हामी चाहिँ भिडियोको अन्तिमतर्फ आइसकेका छौँ र हामीले चाहिँ टमाटर यसरी लगाएका छौँ देख्न सक्नुहुन्छ।
यसरी टमाटर लगाउँदा कस्तो हुन्छ र तपाईँहरूले चाहिँ कसैले लगाएर चाहिँ अनुभव गर्नुभएको छ हामीदेखि चाहिँ अगाडि ज्येष्ठ कृषक हुनुहुन्छ भने उहाँहरूले चाहिँ कमेन्ट बक्समा लेख्न नबिर्सनु होला भन्न चाहन्छु। र हामी भिडियोको अन्तिमतर्फ आइसकेपछि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो भिडियोलाई चाहिँ हेरिसकेपछि तपाईँको चाहिँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब अथवा चाहिँ हाम्रो भिडियोलाई चाहिँ कमेन्ट बक्समा चाहिँ लेख्न नबिर्सनु होला भन्न चाहन्छु। हस् त, धन्यवाद।